अब यसमा नन्दन यादवको कुनै पनि मैले गल्ती देखेन, गल्ती नै छैन। एनपिएल सिजन 2मा एउटा कन्ट्रोभर्सी भएको रहेछ नन्दन यादव र दीपक डुम्रेको बिचमा, र यो कन्ट्रोभर्सी यति ठुलो बनेको रहेछ कि सोसल मिडिया नन्दन यादवलाई ट्रोलरहरूले ट्रोल गरेको छन्, पोइन्ट आउट गरेको छन्, जुन एउटा बेसलेस एउटा आर्गुमेन्ट भन्न सकिन्छ यसलाई। अब यति धेरै ट्रोलिङ भइसकेपछि त स्पष्टीकरण आउनु नै थियो र स्पष्टीकरण आयो जुन नआउनु पर्ने हो। मेरो हिसाबले कुनै गल्ती नै थिएन भने त्यसलाई म कुनै गल्ती नै मान्दैन। अब हाम्रो नेपाली दर्शकहरूलाई अब थाहा रहेनछ इन्टरनेसनल म्याचेसहरूमा योभन्दा अझै अगाडि लेभलमा गयो भने कस्तो खालको स्लेजिङहरू हुन्छ। जब तपाईँहरू माथि लेभलमा इन्टरनेसनल लेभलमा खेल्नुहुन्छ ठुलो ठुलो टिमहरूसँग, यस्तो क्षणहरू आउँछ कि तपाईँलाई अब हिट अफ द मुमेन्ट यस्तो आउँछ कि तपाईँ कुनै पनि खेलाडी अपोजिसन हो या आफ्नो यदि कुनै गल्ती गरेको छ या कुनै मिस्टेक भएछ, फिल्ड मिस्टेक भएछ, यस्तो शब्दहरू निस्किहाल्छ र निस्केको पनि छ र एउटा पार्ट अफ द गेम हो। यो भन्छन् नि क्रिकेट इज अ जेन्टलम्यान गेम। यो जेन्टलम्यान गेम हो, तर स्लेजिङ र त्यो जुन भन्छन् नि कुनै वर्डहरू यस्तो निस्किहाल्छ, त्यो पनि एउटा पार्ट नै हो गेम। विपक्षी खेलाडीहरूले तपाईँको ध्यान भङ्ग गर्नको लागि, ध्यान भङ्ग गर्न वा कमजोर बनाउनको लागि व्यक्तिगत टिप्पणी पनि गर्छन् र कडा शब्द व्यक्तिगत रूपमा पनि भन्न सक्छन्। विपक्षी खेलाडीहरूको स्लेजिङको उद्देश्य नै तपाईँको मोरल र आत्मविश्वास घटाउनु हो, जानी जानी त्यो पनि। मानौ तपाईँ ब्याटिङ राम्रो गर्नु भइरहेको छ, अब स्लेजिङ गर्नेहरू के गर्छन्, व्यक्तिगत टिप्पणी गर्छन्, तपाईँको मोरल डाउन गर्ने कोसिस गर्छन्। जब तपाईँहरू कुनै कडा शब्द त्यस्तो सुन्नुहुन्छ भने तपाईँको फोकस जुन हुन्छ ब्याटिङमा, त्यो डाइरेक्टली अब तपाईँको फोकस चाहिँ त्यो स्लेजिङमा वर्डहरूमा जान्छ र तपाईँको ध्यान भङ्ग हुन्छ र तपाईँ विकेट आफ्नो गुमाउनुहुन्छ र एउटा पार्ट अफ गेम हो। यो कुनै क्राइम होइन। सबभन्दा धेरै स्लेजिङ गर्ने टिम हो अस्ट्रेलिया, होइन? सबभन्दा धेरै आफ्नै प्लेयरहरूलाई गाली गर्ने इन्डिया। मतलब तपाईँ सुन्नु नै होला माइकहरूमा विराट कोहली या रोहित शर्माले कति आफ्नो प्लेयर्सहरूलाई मिस्टेक गऱ्यो भने रिसाउँछन्, गाली गर्छन्। त्योबाट सिक्ने हो के यो यो होइन कि अब त्यो कुराहरूलाई लिएर अब आफ्नो मोरलहरू अब डाउन गर्ने यस्तो यस्तो हुँदैन के। किनभने अब तपाईँ विपक्षी टिमले तपाईँ माथि त्यस्तै हावी हुनसक्छ। यदि तपाईँ आफ्नै टिमको खेलाडीहरूसँग त्यस्तो आफ्नो मोरल डाउन गर्नुभयो भने, विदेशीहरूले त्यस्तो गऱ्यो भने त झन् तपाईँको पर्फर्मेन्स आउँदैन र यो धेरै भएको पनि छ क्रिकेटमा। सो यो चाहिँ पहिले नै सिक्नुपर्छ अरूको हेरेर। जब त्यो ठाउँमा तपाईँ पुग्नुहुन्छ, मानौ कि 5 वर्षपछि अस्ट्रेलियासँग हाम्रो अब सिरिजहरू हुन थाल्यो भने, त्यो चाहिँ मेन्टालिटी अहिलेदेखि नै बनायो भने हाम्रो लागि सही हुन्छ। सो यसै कारणले मलाई लाग्छ नन्दन यादव इज राइट। त्यसले कुनै पनि गल्ती पनि गरेको छैन र त्यो जुन छ दीपक डुम्रे, त्यो चाहिँ आफ्नो मोरल डाउन गर्नु हुँदैन, बरु जुन गल्ती गरेको छ भने त्यसलाई इम्प्रुभ गर्नुपर्छ। धन्यवाद।